नमस्ते साथीहरू, आज म तपाईहरूलाई मरिससको एक अत्यन्तै सुन्दर र साहसिक यात्रामा लैजाँदैछु। गङ्गा तलाउ जाने बाटो हुँदै मनमोहक उपत्यकाहरू र सुन्दर सडकहरू पार गर्दै आज हामी मरिससको दक्षिणी छेउमा पुग्नेछौँ। झ्यालबाट देखिने यो हरियाली र सफा सडकहरूले बताइरहेका छन् कि अगाडिको दृश्य कति शानदार हुनेछ। र यो हेर्नुहोस्, अन्ततः हामी ग्रिस बीचमा आइपुग्यौँ। यहाँ आउने बित्तिकै तपाईँको मन जित्ने पहिलो कुरा भनेको टाढा टाढासम्म फैलिएको हरियो मखमली घाँस हो। त्यसको ठिक मुनि छालहरूले भरिएको यो गहिरो नीलो समुद्र, यहाँको ताजा हावा र यो दृश्यले तपाईँको पुरै थकान एक पलमा मेटाइदिनेछ। 1:02 देखि 1:22 थोडा नजिक आएर यी चट्टानहरूलाई हेर्ने हो भने यिनको बनोटले तपाईँलाई अचम्मित बनाउनेछ। यी शताब्दी पुरानो ज्वालामुखीका पत्थरहरू जस्तै आकृतिहरू हुन्, जसलाई समुद्रका छालहरूले कुदेका छन्। यहाँ पाइला पाइलामा प्रकृतिको एक बेग्लै कालीगढ देख्न सकिन्छ। ग्रिसको सबैभन्दा विशेष कुरा थाहा छ के हो? यहाँ मरिससका अन्य बीचहरू जस्तै शान्त पानी छैन। यहाँ समुद्रका विशाल छालहरू पुरै तागतका साथ यी कालो चट्टानहरूसँग ठोकिन्छन्। जब यी छालहरू पत्थरसँग ठोकिएर सेतो फेन फोम बन्छन्, त्यो हेर्न लायक हुन्छ। पानीको यो आवाज र प्रकृतिको यो रूपले साँच्चै नै शरीरमा काँडा उमार्छ। ग्रिसको यो रोमाञ्चपछि अब हामी एक धेरै नै शान्त र सुकुनले भरिएको ठाउँमा आइपुगेका छौँ। ब्लू बे बीचको यो सुन्दर पार्क। यहाँको वातावरण ग्रिस भन्दा बिल्कुल फरक छ। चारैतिर फैलिएको हरियाली मैदान, समुद्रको शान्त छालहरू र रुखहरूको शीतल छाहारी। यहाँ मानिसहरू आफ्नो परिवार र साथीहरूसँग पिकनिक मनाउन, सुस्ताउन र यो शान्तिको आनन्द लिन आउँछन्। साँचो भनौँ भने मरिससको यो रूप सिधै मनमा गडेर जान्छ।